के हुँदैछ भाइ? यहाँ त पुरै म्याग्नेट हुँदैछ दाइ। चिकन विङ्समा हेर्नु यता अलि पुरै मासु भित्र रस छिरो होइन। अनि चिकन सब बडा हुँदैछ नि दाइ। पिकनिकको तयारी? पुरै पिकनिकको तयारी। ल आज हामी पिकनिक जाँदैछौँ। हाम्रो टोली भाइ ढिलो भयो आज यार। सामान प्रिपेयर भइरहेछ होइन। यो सबै सामान यो सब चिकन चाहिँ रेडी भयो। मटन आउँदैछ होइन। भुटन आउँदैछ। सबै छौँ हामी। अब के छ डोजर बाँकी हो। गाडीको तयारी। लसुन त दाइ यतिकै हाल्दै हुन्छ कि तेलमा? त्यो तपाईँको छोडाउनै पर्दैन नि? सिँगै हाल्दै नि हुन्छ कि? तेल खै त्यो भाडा मान्ने हो बुढीले आउँदैन भने मन्दिप भाइ के गर्दैछौ भाइ? यहाँ हेरेर बोल न भाइ। हो के को मासु हो यो? खसीको हो सरी हरिणको यार। के छ भान्जा? केही छ? एकदम नम्बर 1 विष्णु के छ मेरो भाइ? एकदम ठिक छ दाजु। हाम्रो मेन सेफ के बनाउँदैछौ? यहाँ पापड यहाँ के बन्दैछ? सुशील भाइ यता आएर भाइ के छ? बनाउँदैछौँ है हामीले। भुटन हो पाक्दैछ। दिपा भाइले चाहिँ आफ्नो सलादको काम एक्लै गर्छ यार यसले चाहिँ। ठिक छ मासु पाक्दैछ। यत्तिकै पिकनिक साथीभाइसँग। तिमीले खाने हो यो कस्तुरी हो कि भाइ? कहाँबाट लाग्दा यो कस्तुरी? पर्वत घोराइबाट मगाएको। हामी अब कस्तुरी उता बोकाको मासु छ। साथीभाइहरू धेरैजना थिएनौँ, थोरै थोरै थियौँ। बन्दैछ। कपिलिङ भन्छ कि भाइ के छ भाइ? भयो क्या तेरो भयो क्या यो कस्तुरी भयो। कति टाइम लाग्यो तँलाई? अब उहाँ कालिज मार्न जाने। कहाँ पारी देखाइदिएन त्यहाँ? ओए त्यहाँ त के हो है? डुवा चलाइरहेछ। अब ढुङ्गा बोटे आउँछ, बोटे लिएर यहाँ ढुङ्गा आउँछ। मन्दिप भाइ चस्मा खै? त्यहाँ चस्मा खै? चस्मा लगा न। आडी नभन् फेरि भाइरल होलास् भन्छ। आडी भनिदिन्छ मन्दिपले। छैन आडी रे अझै। मन्दिप जान कि थाहा ढले ढले गऱ्यो त्यहाँ। यो उसले मदन जाने त्यो जिम्मा म ए तँलाई चाहियो त्यही। कस्तो सर्भिसिङ रे तँलाई? लोड छ। ओए मासु खान आइज है भान्जा। ल प्याक ल्याएर मासु खान आउनु। त्यसलाई एकचोटि पानी लिन पठाउनु पर्छ। एकजना जोगाए पनि सुट लगाएर खा है दाइ मासु खानु है। के छ दाइ मेरो त हालखबर केही सर्भिसिङ दिनु रे के? फेरि दाइलाई नि परेछ। ऋषिजीको के छ हालखबर? ठिक छ ठिक छ। ओ तिमीलाई अलिकति गाह्रो हुन्छ। हाम्रो भाइ घर घरै सर्भिस हो। होम डेलिभरी हो यो। के हो दाइ यो? होम डेलिभरी सिस्टम हो यो। यस भनेको त्यही पाइस नि? एउटा गिलास कसरी भयो? मलाई पागल
खाने मन लाग्यो त्यहाँ डढाएर किन मान्दैन फ्राई गरे भयो फ्राई गर्दैन बफ फ्राई गरिदिने नि अहिले बफ पनि के हुन्छ र मिठै हुन्छ नि मसला मस्ला मोलेर आएछ अहिले अहिले सिजन चाहिहाल्छ नि यार के छोडेर भयो मजाले मोल्दै खान्छ क्या निउरो तरकारी के लिएर आइगयो कि तिनीहरू अहै काले कटाले काले कटाले होइन अझै यो गले होइन ए ताली ठोक्यो ताली ए ताली ठोक्यो ताली ए ताली ठोक्यो टक 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 टक